त्यति बेलाको शनिचरे गाविस वार्ड नम्बर 2, हाल पथरी शनिचरे वार्ड नम्बर 10, जहाँ एउटा सामान्य परिवारमा जन्म हुन्छ टेक बहादुर कटवाल। यहाँहरूसँग एउटा धेरै अगाडिको मेरो आफ्नो जीवनमा रियालिटी घटेको एउटा मार्मिक घटना यहाँहरूसँग सेयर गर्न गइरहेको छु। म त्यो टाइम त्यसपछि त्यो मेरो इन्सिडेन्टका कुराहरूमा म नामहरू सायद डुप्लिकेट नामहरू लिन सक्छु, त्यसको लागि यहाँहरूले बुझ्नुपर्ने हुनेछ। म सानै उमेरदेखि एउटा समाजमा केही गरौँ, समाज भनेको एउटा यस्तो हो जहाँ एउटा सहयोगको आवश्यकता हुन्छ र समाजमा समाज सेवा गरौँ भन्ने सोच राखेको व्यक्ति हुँ र त्यही कुराहरू बारम्बार मैले अहिलेसम्म पनि क्यारी अन गर्दै आइरहेको छु, जति सकेको छु गरिरहेको छु। त्यति बेलाको समयमा म आफ्नो घरको काम छोडेर कसैको घरमा काम गरेको अनुभव यहाँहरूलाई म र त्यो काम गर्दा त्यो घरमा काम गरेर त्यसपछि त्यहाँनिर भएको एउटा इन्सिडेन्ट म यहाँहरूसँग सेयर गर्न चाहन्छु। यसको शीर्षक छ साइकलको केरियर बाङ्गो। एक दिनको कुरा हो, पथरी बजार जानु छ, साइकल मैले चलाएँ। साइकलको पछाडि चढ्छिन् उनलाई म लिएर जान्छु। हामी पुग्छौँ आधा बाटोमा, म कन्टिन्युटी उनको सोचमा डुब्छु। मेरो साइकलको रफ्तार अगाडि बढिरहेको हुन्छ। पथरी पुग्ने बेलामा यसो पछाडि फर्केर हेर्छु, उनी छैनन्। के भएछ भनेर फेरि म साइकललाई फर्काएर फेरि म फर्किन्छु। आधा बाटोमै ऊ त लडिरहेकी हुन्छन्। उनलाई म सोध्छु, के भयो? आवाज पनि आएन, तिमी त यहाँ लडिरहेको छौ, के भयो? अनि उनले जवाब दिन्छन्, एकचोटि हेर त तिम्रो साइकलको त केरियरै बाङ्गो रहेछ। त्यहाँबाट म चिप्लेँ नि, अनि तिमीले चिप्लेको पनि थाहै पाएनौ। तिमीलाई समात्न खोज्थे, डर लाग्यो। म त चिप्लिहालेँ, तिमीलाई समातेँ भने तिमी पनि मसँग चिप्लिन्छौ कि भन्ने डरले मैले तिमीलाई समातिनँ। मार्मिक छ नि कथा।